ทำไมคุยรู้จะทันถึงมาได้แต่วิ่งยี่เลยว่าสิลี่อ่ะ他这里更多了开的问题。ल ल ल ल ल आइज 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 भेडाहरू भेडाहरू ओ ला 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 साडे लाइन लाएर आइज है लाइन लाएर आइज है ओहो यो चाहिँ भेडाको बच्चाहरू यहाँ चाहिँ हिँड्न नसक्नेहरू चाहिँ यहाँ यसरी थुनेर राखिन्छ कि यसरी राखिन्छ यो बढे आइज ओइ साँडे हट के भयो है ओइ 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 भाग ओए हिँड हिँड What? Lol. Woo! भेडा हो ल साथीहरु यो चाहिँ हाम्रो भेडा चराउने जंगल यो चाहिँ तलबाट धबाएर ल्याइयो हैन घाँस खुवाउँदै खुवाउँदै माथि पुगेपछि अगाउँछ हैन अगाएपछि चाहिँ फेरि यही बाटो धबाएर चाहिँ गोठतर्फ लैजान्छौं साथीहरु हामी चाहिँ गिलुङ गाउँको यो पहिला बुढापाकाले उक्काएको यो बाँझो खेत हैन बिराको भनौं न बिराको बाँझो खेतमा चाहिँ भेडा ल्याइ पुर्यायौं चराउँदै कोही तलै छन् फेरि भेडाहरु ओहो कति गर्मी छ अहिले चाहिँ गर्मी मौसम त हैन तैपनि अब हिँड्दाखेरि चाहिँ अब उकालो ओह्रालो गर्नु पर्नाले अलिकति गर्मी त भइ नै हाल्छ हैन हिँड कस्तो यार यहाँ चढ्दै छन् है अहिले चाहिँ यो जंगलमा छरिएको भएर त्यति धेरै देखिन्न भेडाहरू जब यो गोठमा चाहिँ जब फर्काउने बेलामा चाहिँ गोठमा पुगिसकेपछि जब खेतमा बस्छ नि
अब चाहिँ यो भेडाको बखाल चाहिँ धेरै मात्रामा देखिन्छ। ल हेर्नुहोस् यसरी अड्किन्छ होइन। ल साथीहरू भेडा चराउने क्रममा चाहिँ मैले यहाँ माउरीको घार चाहिँ मैले यहाँ रुखको होइन ठुलो रुखको जराको चाहिँ टोड्कामा ल हेर्नुहोस् है फुत्त निस्किन्छ। ल अब यसलाई चाहिँ भरे आएर टक्क काटेर चाहिँ यसलाई घारमा राखेपछि होइन केही गर्नु परेन। यसलाई घारमा राखेपछि आफै बनाउँछ। 6 महिनामा चाहिँ खुदो खान पाइन्छ मजाले। अब जङ्गल आएको होइन यतिको फाइदा चाहिँ भयो क्या। आज भेडा चराउन आएको ठ्याक्कै देखियो क्या। हेर्नुहोस् है ल है निस्कियो होइन। कस्तो छ त यहाँ ठ्याक्कै आकार पनि कस्तो हो। ल देखियो साथीहरू। वाह भेडा चाहिँ त्यहाँ छ। यहाँ चढ्दैछ भेडाहरू चाहिँ कहाँ गयो फेरि। त्यहाँ रहेछ यहाँ रहेछ होइन। यहाँ चाहिँ माउरी देखियो। अब यसलाई के गर्ने भन्दाखेरि टक्क घर गएर आएर चाहिँ मजाले यसलाई बन्चरले यहाँबाट ताछेर होइन पाल बनाएर टक्क लर राखेपछि त होइन 6 महिनामा खान पाइयो होइन। ओहो खुदु भनेको फेरि एकदम औषधिको रूपमा प्रयोग गरिन्छ क्या होइन। ढाड दुख्ने कम्मर दुख्ने यस्तो ओसार्दैछ कि कुर ओसार्दैछ कि यसले। साथीहरू चराउँदा होइन यहाँसम्म आइपुग्यो। अब चाहिँ फर्काउने क्रममा छौँ हामी चाहिँ फर्काउँदैछु। यस्तो छ है। यो चाहिँ हाम्रो खेतको गोठ। यहाँ चाहिँ खाना पकाउने खाजा नास्ताहरू। बाजेको जापानिज रेडियो पनि त्यहीँ छ है। यो चाहिँ सोलरवाला बल्ब होइन। यो चाहिँ ओड्ने ओछ्याउने माथि छाउने चाहिँ यस्तो प्लास्टिक। यो धुवाले चाहिँ सबै कालो बनाएको अवस्था छ। यो डोकोहरू हो यो सामानहरू। यो चाहिँ मही पार्ने यो ठेकी यो रासन पानीहरू सबै भाँडाकुँडा यहाँ सबै छ। वहाँनिर भगारीमा चाहिँ एउटा होइन 10-12वटा भेडाको बच्चाहरू छ। यो चाहिँ कुकुर। यो चाहिँ जङ्गल जान सक्दैन यहीँ बस्छ कुरेर।